मर्निङ हजुर अहिले चाहिँ बिहानको 9 बजी छ अनि मेरो बुढीले चाहिँ आज के अरे बारीमा है खन्दैछ आज साग रोप्ने अरे साग के रोप्ने भन्दैछ बारीमा के कस्तो हुँदैछ म देखाउँछु है तपाईँहरूलाई त्यो चाहिँ खन्दैछ हजुरहरूलाई म अगाडिबाट देखाउँछु ल ट्याट ल खन्दैछ यसरी यहाँ ड्याङ यो दुईवटा ड्याङ हो यो ड्याङ मिलाइसिधै यहाँ एउटा ड्याङ यहाँ चाहिँ टमाटर रोप्दैछ यहाँ पदिनाको बिउ रहेछ अनि दिस्तो ड्याङ अनि अब यहाँ हाम्रो त सानो करेछ बारी चाहिँ धरानमा चाहिँ 3टा ड्याङ यस्तो चाहिँ बुढीले खन्दैछ रोप्दैछ साग अब रोप्ने हो यहाँ चाहिँ मेरो कागतीको बोट छ अम्बा अनि यता पनि अम्बा है अम्बाको बोट छ अम्बाको बोट छ है अम्बा अनि यहाँ पनि सागै साग छैछ यो चाहिँ सार्ने हो यसरी साग छ अनि त फुलहरू छ फुलहरू पनि देखाइदिइहाल्नु तपाईँलाई साह्रो घाम फल लाग्दैछ फुलहरू सिसेपछि यहाँ चाहिँ चुल्हा बनाउने भनेर त्यतिकै छोडिदिएछ अब चुल्हा बिस्तारै आउँछ अनि पपाया भन्छ यसलाई है मेवा भन्छ मेवा चाहिँ अरूमा फलिरहेछ यसपालि मैले रोपेको ट्याट यता नफलिएछ ड्रम यस्तो छ मेरो ब्याकयार्डमा चाहिँ आँपको बोट रोपेको छु एउटा 2टा 3टा 4टा अनि यो चाहिँ पूजा गर्ने है हाम्रो पूजा गर्ने पूजाको गर्ने ठाउँ यहाँ छ मेरो किम्बुजको बोट छ किम्बुजको बोट दाउराहरू फाल्छ है दाउराहरू फाल्ला यस्तो ब्याकयार्ड यहाँ चाहिँ बुढीले यस्तो हेलो गर्दैन नि त यसो यता हेर त ओ हाई गर्दैन नि त खोला ल त हजुर यस्तो छ हाम्रो बिहानको कार्यक्रम मेरो बुढीले काम गर्दैछ हेर्दै गर्नु होला किप वाचिङ थ्याङ्क यू बुढीलाई तिर्खा लाग्यो होला पानी ल्याइदिएछु अलिकति पानी पनि धेरै खाँदैन कि त्यसलाई पानी ल्याइदिएछु ल पानी दिनु पऱ्यो ल पानी खाऊ त ल बुढी चिया बनाउँदैछु हौ ल त ल यति पानी खाइहाल त ल चिया अनि म चिया बनाइदिन्छु ल सबै खाइदियो ल यहाँ बुढीलाई तिर्खा लागेर पानी ल्याइदिएको के गर्नु पऱ्यो माया गर्छु भने चाहिँ माया गर्नु पऱ्यो नि होइन बुढीलाई माया गर्छु भनेर ल्याएको माया गर्न पनि बिचरा रिसाउँछ होला चिया बनाउँदैछु ल अब चिया पनि बनाइदिनु पऱ्यो बुढी र मेरो लागि यस्तै छ अब यहाँ धमाधम रोप्ने कार्यक्रम हुँदैछ यहाँ टमाटर रोप्दैछ अब आज यहाँ सागहरू सबै छोड्ने होला के छोड्छ सो करेसाबारी भन्छ यसलाई चाहिँ धरानको करेसाबारी चाहिँ धेरै हुँदैन यस्तै छ हाम्रो चाहिँ अब यहाँ छ करेसाबारी अर्को यता छ करेसाबारी अब यहाँ पनि रोप्नुपर्ने छ हाम्रो करेसाबारी है अनि यहाँ पनि रोप्नुपर्ने छ हाम्रो करेसाबारीमा यहाँ पुरा खाली छ यहाँनिर चाहिँ अब यहाँ यतिमा चाहिँ अब सागसब्जी यसो रोपेर यसो तरकारी खानु चाहिँ मिल्छ त्यही अब हेरौँ कति रोपिन्छ कति फल्छ है के वाचिङ हजुर है थ्याङ्क यू यहाँ चिया पनि बनाउँदैछु दुवैजनाको लागि हो बुढीको लागि मात्रै बोल्नु मिल्दैन बुढाबुढीको लागि चिया बनाउँदैछु है हजुरहरू यस्तो छ त्यही हो चियामा चाहिँ अब त्यो म चाहिँ चियामा चाहिँ त्यही हो चियापत्ती अनि के अरे लङ ब्ल्याक पेपर सुकमेलको चाहिँ त्यो के भन्छ ब्लान्ड गरेको चाहिँ त्यो मसला हाल्छु चिनी त्यति हो अनि दुध है मलाई चाहिँ यस्तै मिठो लाग्छ हजुरहरू दुध पनि हालौँ ल यतिको दुध हालेपछि टेस्टी हुन्छ होला एकदमै टेस्टी चिया हुन्छ जस्तो लाग्छ है ल के पछि हजुर है
अब चिया पनि लगभग रेडी रेडी हुन आँट्यो अब बुढीलाई घिउ चिउरा बनाइदिनु पऱ्यो अब चाहिँ म घिउ चिउरा बनाउँदैछु है बुढीको लागि बुढी भन्दा पनि मेरो दुईजना हामी दुईजना खाने हो बुढीलाई अन्डा मन पर्दैन के गर्ने रेडी भइसक्यो चिउरा चाहिँ अब चिउरा रेडी भइसक्यो अब अन्डा भयो चिया बनायो चिया चाहिँ सानो भएछ है ल अब अन्डा पनि बनाउनु पर्यो अन्डा पहिला खानु पर्ला हो के हो यार भन्दैन त हौ अन्डा गाह्रो छ लो अन्डा अब रिहिट चियालाई रिहिट गर्नु पर्यो है अब बुढीको लागि चिया र चिउरा भइसक्यो मेरो लागि चाहिँ चिया चिउरा र अन्डा चाहिँ बुढीले खाँदैन त्यही भएर अब बुढीलाई चाहिँ चिया र चिउरा मात्र हो चिया र चिउरा ल है हाम्रो चाहिँ बिहानको खाजा रेडी भइसक्यो अनि अब यहाँ मेरो बुढीले चाहिँ अलिकति काम सकिन रहेछ अब यो काम सके पछाडि ल ओ चिया खानु होला चिया चिउरा ल सक्यो काम सकिन आँटिसिदियो है यस्तो छ हाम्रो आज चाहिँ यसरी दिन बितिरहेछ है चिउरा चिया चिउरा मेरो चाहिँ अन्डा सिधा ऊ खाँदैन अन्डा यस्तो छ अब के गर्ने होइन अब जे जस्तो पनि घरमा जे छ त्यही पकाएर खाने हो होइन अब मेरो घरमा चाहिँ दुध थियो अनि चिउरा थियो अन्डा थियो अनि त्यही घिउमा चिउरा भुटेर त्यही खान आँटेको खाएको बिहानको यस्तो छ है हाम्रो वरिपरि चाहिँ एकदमै मेरो घरको छेउमा चाहिँ एकदमै जग्गा खाली छ अनि यो देख्दै गरेको जग्गा चाहिँ एकदमै धनी हाम्रो धनी छिमेकीको हुनुहुन्छ उहाँ माथि चोकमा बस्नुहुन्छ यहाँ चाहिँ तपाईँले जग्गा किन्छु भन्दा पनि बेच्नुहुन्न उहाँहरूले यहाँको जग्गाको दाम फेरि आकाशी सिधै है एकदमै महँगो छ अनि फेरि यहाँ बेच्दैन पनि यहाँको जग्गा चाहिँ अनि त्यही भएर मेरो चाहिँ यस्तो खाली छ वरि छेउमा अनि यता फेरि घर छ यता छिमेकीहरूको घर छ यहाँ घर छ अगाडि त सबैतिर घरै घर छ है त्यस्तो छ हजुरहरू है अनि अब के भने खुल्लै छ जस मेरो खुल्ला छ अनि मेरो चाहिँ एउटा अगाडिपट्टि छिमेकी छ यहाँ एउटा छिमेकी छ अनि यतापट्टि एउटा छिमेकी छ यो घरको उतापट्टि पछाडि उतापट्टि एउटा छिमेकी छ त्यस्तै छ ल हामी चाहिँ अब खाजा खान्छौँ है हजुर मेरो बुढीको चाहिँ हातमा ठेला उठेछ अब के अरे काम गर्ने बानी हटेको होइन यहाँ आएको पनि अब 3-4 महिना हुन आँट्यो अनि त्यही भएर अब पाहाडको त्यो काम गर्ने बानी हटेछ ठेला आयो भन्दा चाहिँ मेरो पनि ठेला आएको थियो हिजो अलिकति गरेको त्यही हो बानी छुटेपछि हातमा ठेला उठ्छ त्यस्तै हो अनि कस्तो लाग्यो भन त मैले बनाएको चिउरा मिठो छ चिया पनि चाख त चिया कस्तो छ कस्तो चिया ठिक छ ल ल
मेरो बुढीलाई मैले पकाएको चिया अनि चिउरा मिठो लागेको छ है मलाई पनि मिठो लाग्यो किनभने अब घरमा बुढाबुढी मात्र हो हामी आमा पनि हुनुहुन्न आमा खसिसक्नुभयो बाबा त झन् पहिला खस्नुभएको जे जस्तो भने पनि अब हामी दुईजना छौँ सुख दुःख जे आउँछ जस्तो आउँछ अब हामी दुईजनाले नै अब यो बिताउने हो होइन त्यही हो कोसिस त्यही छ कि पोचिङ है हजुर नमस्ते हजुरहरू सबैलाई नमस्ते है आज चाहिँ अस्ति हामी चाहिँ त्यो के अरे जेरियन टप हेर्नु गएको थियौँ टिकट पाएनौँ आज चाहिँ जेरियन टप एकदम बिहान 8 बजी सो रहेछ अनि बेलुका छ हामीले नभ्याउने भएर चाहिँ हामी चाहिँ मैचारो हेर्नु जाँदैछौँ अनि यहाँ चाहिँ मेरो बुढी रेडी हुँदैछ ढोका लाउँदैछ है हाई बनाउँदै अनि आज चाहिँ हामी मैचारो हेर्नु जाँदैछौँ अनि अब ल त है हजुर भरे भेट्यौँ ल त ल नमस्ते हजुर हामी चाहिँ के अरे मैजारो चाहिँ हेर्न आइरहेछौँ साथमा छ मेरो वाइफ अनि हामी चाहिँ मैजारो हेर्न आइरहेछौँ 11:15 को यो चाहिँ फ्रेन्ड्स सिनेमा हल धरानको है यस्तो छ यहाँको वरिपरि अस्ति आएको थियो नि जेरियन टप हेर्न के हेर्नु टिकट पाइएन हाउसफुल अनि आज फेरि बिहानको 16 बेलुका 16 छ नभ्याउने भएर चाहिँ अनि के भने अब गिदी भएर आज चाहिँ मैजारो हेर्ने ल वरिपरि हेरिदिउँ न यस्तो छ फ्रेन्ड्स सिनेमा है फ्रेन्ड्स सिनेमा हलको भित्रको भाग यस्तो छ हामी चाहिँ वेटिङमा छौँ अझै टाइम छ यता हेर यहाँ हेर न अनि यहाँनिर के पाउँछ हेर्नु खाइहाल्ने अहिले नि को बस न लाइनमा यहाँ हो ल आज चाहिँ मैजारो हेरिन्छ कस्तो छ के कस्तो छ सबै भरे तपाईँहरूलाई भन्दैछु है फिल्मको फुल रिभ्यू चाहिँ म तपाईँहरूलाई भन्दैछु थ्याङ्क यू है त्यो अझै स्टोर बस्छ यहाँ बस्छ त्यहाँ यहाँ आउनु न प्याक आज मैजारो प्याक छ हाउसफुल छ हाउसफुल साथी हो हाउसफुल छ मैजारो हाउसफुल छ गाइस हामी चाहिँ हलमा छिर्यौँ यो चाहिँ ट्रेलर हो ट्रेलर आज हल चाहिँ ओभर प्याक छ मान्छे आँटन आउँदैछ है प्याक छ र चाहिँ हामी बुढाबुढी यता त हामी चाहिँ दुईजना इन्जोय गर्न आइरहेको छौँ है मैजारो कुन फिल्महरू भन त
मैजाले फिल्म हेर्न आउँदैछौँ हजुरहरू पनि आउनु होला कस्तो छ भरे बिबी चाहिँ भएर भन्ने छु है हजुर थ्याङ्क यू सो मच है ल त भरे भेट्यौँ हजुरहरू ब्याक है अनि यहाँ चाहिँ हामी चाहिँ मैजाले हेरेर आयौँ अनि अब कस्तो लाग्यो म एकपल्ट मेरो बुढीलाई पनि सोध्छु ल बनाउँदा यहाँ कस्तो लाग्यो तिमीलाई मैजाले यता 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 राम्रो लाग्यो एकदमै राम्रो छ सबैजनाले गएर हेर्नु होला अनि त्यही हो होइन अब मेरो बुढीलाई चाहिँ राम्रो लाग्यो अरे होइन मलाई पनि ठिकै लाग्यो जस राम्रै छ एउटा भनौँ न नेपालको कथा नेपाली भनौँ न एउटा परिवेशको कथा छ सब हजुरहरूलाई पनि अवश्य एकचोटि गएर हेर्नु होला भन्न चाहन्छु अनि आजको हामीले त्यो मैजारा चाहिँ हाउसफुल्लै थियो पुरै होल सिट प्याक थियो होइन सबै हो मतलब हाउसफुल थियो है अनि जस रमाइलोसित जिन्दगी रमाइलोसँग समय बित्यो हाम्रो त्यो फिल्म हेर्दाखेरि जस राम्रै लाग्यो मलाई पनि नितान्त एउटा गाउँको परिवेशको कथा छ हजुरहरू सबैजना एकचोटि गएर हेरिदिनु होला सहयोग गरिदिनु होला नेपाली इन्डस्ट्रीलाई नेपाली फिल्म इन्डस्ट्रीलाई सहयोग गर्नु होला हेरेर सहयोग गर्नु होला भन्दै हजुरहरू सबैलाई फेरि पनि नमस्ते अनि हजुरहरू सुखिरहनु होला सुखिरहनु होला स्वस्थ रहनु होला भन्न चाहन्छु र सबैलाई जय नेपाल जय नेपाली आई लभ यु अल बाई बाई